ल साथीहरु तपाईलाई स्वागत छ मेरो युट्युब च्यानल एजुकेसन नेपालमा। आज हामी क्लास 11 को युनिट 4 को स्टेट अफ म्याटर भन्ने च्याप्टर को चार्ल्स ल यानी कि वैज्ञानिक साइन्टिस्ट चार्ल्सले दिएको हामी के पढ्दै छौं ल पढ्दै छौं। अनि यो लले हामीलाई के भन्छ, यो कसरी लागू हुन्छ, कुन कुन कुरामा लागू हुन्छ म तपाईलाई बताउँदै गर्ने छु। अब हामीलाई पहिले त के भनेको छ भने चार्ल्स ल भनेको के हो त हामीले एकचोटी बुझ्दाखेरि चार्ल्स ल भनेको हामीले के बुझ्नुपर्छ भने रिलेसन बिट्विन भोल्युम एन्ड प्रेसर एन्ड टेम्परेचर इज कल्ड चार्ल्स ल। यानी कि हामीले छोटकरीमा बुझ्दाखेरि भोल्युम प्रेसर र टेम्परेचर बीचको जुन रिलेसन छ त्यसैलाई आधार मानेर चार्ल्सले एउटा के गर्यो ल प्रतिपादन गर्यो। के ल प्रतिपादन गर्यो भने V इज अ डाइरेक्टली प्रोपोर्सनल टु के छ टाइम। यानी कि अब हामी पहिले के गर्नु पर्यो, यसको स्टेटमेन्टमा जानु पर्यो। यानी कि चार्ल्स लले के भन्छ त, चार्ल्स लले मुख्यतया दुई कुरा भन्छ। जसरी मेन उसको स्टेटमेन्ट भनेको एट अ कन्स्टेन्ट प्रेसर द भोल्युम अफ अ ग्यास इज इन्क्रिज अर डिक्रिज। यानी कि हामीले के गर्दाखेरि कन्स्टेन्ट प्रेसर गर्दाखेरि द भोल्युम अफ ग्यास यानी कि हामीलाई जुन भोल्युम दिएको छ द भोल्युम अफ गिभन मास गिभन ग्यास इज इन्क्रिज अर डिक्रिज, या त बढ्छ या त घट्छ। कतिले घट्छ त बाई 1/270 अफ इट भोल्युम। यानी कि यो भोल्युमका हिसाबले कसरी घट्छ त यसको 1/270 का दरले घट्छ। एट अ डिग्री सेल्सियस यानी कि यो 1 डिग्री सेल्सियस यानी कि राइज पनि हुन सक्छ या त के हुन सक्छ डिक्रिज, राइज अथवा फल। यानी कि डिक्रिज अथवा इन्क्रिज कुनै पनि केही पनि हुन सक्ने भयो फर इच डिग्री सेल्सियस। यानी कि यसको प्रति डिग्री सेल्सियस या अथवा इच डिग्री सेल्सियस राइज अर फल इन टेम्परेचर। यानी कि टेम्परेचरमा आउँछ, टेम्परेचरको राइज अथवा फलले यसमा जुन यो भोल्युममा हामीलाई के आउँछ, जुन डिफ्रेन्ट आउँछ त्यसैलाई नै के भनिन्छ चार्ल्स ल। अनि कि चार्ल्सले हामीलाई अर्को पनि भनेको छ। जसरी सिम्पली हजुरलाई यो याद हुँदैन भने तपाईँ यो याद गर्न सक्नुहुन्छ। जसरी एट अ कन्स्टेन्ट प्रेसर द भोल्युम अफ ग्यास इज डाइरेक्टली प्रोपोर्सनल टु अ टेम्परेचर। यानी कि कन्स्टेन्ट प्रेसरमा भोल्युम के हुन्छ त डाइरेक्टली proportional to temperature। यानी कि एट अ कन्स्टेन्ट प्रेसर द भोल्युम अफ ग्यास इज डाइरेक्टली प्रोपोर्सनल टु टेम्परेचर। अब हामीले यसलाई म्याथमेटिकली रूपमा लेख्यो भने यस्तो हुन्छ। जसरी एट कन्स्टेन्ट प्रेसर द भोल्युम यानी कि V इज इक्वल टु हाम्रो के हुने भयो त अफ ग्यास इज डाइरेक्टली प्रोपोर्सनल टु इक्वल टु हुँदैन, डाइरेक्टली प्रोपोर्सनल टु टेम्परेचर वेयर कुन अवस्थामा एट P इज कन्स्टेन्ट। यानी कि कन्स्टेन्टमा के हुने भयो हाम्रो T कन्स्टेन्ट भएको अवस्थामा V इज डाइरेक्टली प्रोपोर्सनल टु T हुने भयो। अब हामीले के जान्नु पर्यो भने जसरी अब यो त के छ उ छ। अब मानौ हामीलाई के दिएको छ भने जसरी V इज इक्वल टु डाइरेक्टली प्रोपोर्सनल टु T त हामीलाई थाहा भयो नि, हामीलाई थाहा भयो। अब यहाँनिर हामी यस्तो पनि त गर्न सक्छौँ V इज इक्वल टु KT। यानी कि हामीले एउटा कन्स्टेन्टलाई लिएर V इज इक्वल टु KT गर्न सक्छौँ कि नै, मजाले गर्न सक्छौँ। किनकि के भनेको हाम्रो के भयो यहाँनिर कन्स्टेन्ट के इज कन्स्टेन्ट के यहाँनिर हाम्रो के भयो के इज कन्स्टेन्ट भयो। अब V इज इक्वल टु KT हाम्रो कन्स्टेन्ट छ। अब हामीले त प्रुभ गर्नुपर्ने के हो, प्रुफ हामीले एक हिसाबले हामीले डिराइभ गर्नुपर्ने क्रिएट गर्नुपर्ने हामीले के हो क्रिएट गर्नुपर्ने त हामीले यो लका हिसाबले हो। सामान्यतया हामीले पहिले जाँदाखेरि के जानु पर्यो यो हिसाबले। यानी कि एट कन्स्टेन्ट प्रेसर द भोल्युम अफ ग्यास इज डाइरेक्टली प्रोपोर्सनल टु टेम्परेचर यो हिसाबले जानु पर्यो अनि फेरि मात्र हाम्रो यो डिराइभ हुन्छ। अब कसरी आउँछ त इफ मानौ लेट अथवा इफ हजुर जे पनि लेख्न सक्नुहुन्छ। लेट V naught and T naught is initial
INITIAL initial value, volume and temperature. And V and T is final volume and temperature. टेम्परेचर। अब हामीले के मान्नु पर्यो भने यदि V नट एन्ड T नट इज इनिसियल, यानी कि के छ यो सुरुको इनिसियल फर्स्ट भोल्युम एन्ड टेम्परेचर, एन्ड V एन्ड T इज अ फाइनल भोल्युम एन्ड टेम्परेचर। यदि V एन्ड T के छ फाइनल भोल्युम छ भने अब हाम्रो त के हुन्छ, V इज इक्वल टु KT हुन्छ कि नै। अब V इज इक्वल टु KT हुन्छ भने त यहाँनिर हामी के पनि लेख्न सक्छौँ, V बाई T इज इक्वल टु K हुन्छ कि नै, मजाले हुन्छ। अब हुन्छ भने यसलाई लेख त यसको हिसाबले V नट अपन T नट इज इक्वल टु K, इक्वेसन 1 भयो कि नै, मजाले भयो, तपाईलाई पनि थाहा हुन्छ। अब के भयो हाम्रो सेकेन्ड के भनेको छ, V एन्ड T इज फाइनल भोल्युम एन्ड टेम्परेचर छ भने हाम्रो के हुने भयो, V अपन T इज इक्वल टु K, किनकि कन्स्टेन्ट त जहाँ पनि कन्स्टेन्ट हुने हो कि नै। यो फर्मुलाको लागि यो के भनेको जुन अवस्थामा पनि के हुने हो, फिक्स्ड हुने अथवा कन्स्टेन्ट हुने हो। अब कन्स्टेन्ट हुने यो हाम्रो के भयो, इक्वेसन 1। अब हामी के लेख्न सक्छौँ, फ्रम FROM फ्रम EQUATION इक्वेसन फर्स्ट एन्ड सेकेन्ड वी गेट, हामीलाई के मिल्छ, वी गेट हामीलाई के पाइन्छ त। अब हामीले दुईटै इक्वेसनमा के इज सेम छ, यानी कि हाम्रो राइट ह्यान्ड साइडतिरको यो दुईटै के छ, सेम छ भने त हाम्रो के हुन्छ, V नट अपन T नट इज इक्वल टु V अपन T हुन्छ कि नै, मजाले हुन्छ। तपाईँ के गर्न सक्नुहुन्छ भने यो के हाम्रो सेम छ, यानी कि के सेम छ भने त हाम्रो के हो, यो इज इक्वल टु यो इज इक्वल टु यो छ भने यो इज इक्वल टु पनि त यो हुन्छ, तपाईलाई मजाले थाहा होला। अब हामीले यो थाहा पाइसक्यौँ भने अब हामीलाई यहाँनिर के थाहा हुनुपर्छ भने जुन यो T को भ्याल्यु छ नि, अहिले हामीले निकालेको T को भ्याल्यु डिग्री सेल्सियसमा हो, तर हामीलाई चाहिने भनेको के हो, KELVEN, यानी कि हामीलाई केमा चाहिन्छ, केल्भिनमा चाहिन्छ, KELVEN हामीलाई चाहिने भनेको केल्भिनमा हो, तर हामीलाई छ केमा, यो हाम्रो डिग्री सेल्सियसमा। अब यसलाई बदल्नु पर्यो त, बदल्नलाई हामीलाई के एउटा फर्मुला हजुरले थाहा पाया होला 9-10 मा, डिग्री सेल्सियस अपन 100 इज इक्वल टु 273 K माइनस 270 डिग्री अपन 100। तपाईले यो फर्मुला थाहा पाया होला, डिग्री सेल्सियस अपन 100 डिग्री इज इक्वल टु K माइनस 270 अपन 100। अब यसले यो 100 ले 100 काट्छ, यो किनकि यो क्रस मल्टिप्लाई गरेर भन्ने यो यहाँ जान्छ, यो अपन यो भएको, अनि डिग्री सेल्सियस इज इक्वल टु K माइनस 270 डिग्री और केल्भिन इज इक्वल टु डिग्री सेल्सियस प्लस 273 डिग्री। यानी कि अब हामीले एउटा यहाँनिरबाट के आयो भने यदि हामीले केल्भिनमा लग्दैछौँ डिग्री सेल्सियसलाई भन्यो भने त्यसमा के एड गरिदिने त, प्लस 270 डिग्री एड गरिदिने। अब हामीले यहाँ के गर्दैछौँ, 270 डिग्री एड गर्दैछौँ। अब 270 डिग्री एड गर्दैछौँ भने अब हाम्रो यहाँनिर के भयो त, T नट भनेको त हाम्रो सुरुको इनिसियल, यानी कि के हुने भयो, V नट अपन T नट भनेको त हाम्रो 270 डिग्री नै हो नि, किन भनेको T 0 डिग्री अथवा 0 डिग्री सेल्सियस इज इक्वल टु 270 डिग्री। यहाँनिर हेर्नु त के इज इक्वल टु यहाँनिर 0 राख्यो भने 270 डिग्री हुँदैछ, त्यही भएर अब हाम्रो यो के भयो त, 270 इज इक्वल टु V अपन, अब यो T भनेको त हामीलाई थाहा छैन, अन्तिम हो, यानी कि हामीले के छ, यानी कि डिग्री सेल्सियस, यो भनेको के हो, डिग्री सेल्सियस, यानी कि T प्लस 273 डिग्री। यहाँनिरसम्म तपाईले पक्कै नै बुझ्नु भएको होला।
अब यहाँनिर बुझ्यो भने अब हामीले यहाँनिर के गर्नुपर्छ त क्रस मल्टिप्लाई गरिदिनुपर्छ। क्रस मल्टिप्लाई गरे हाम्रो के आउँछ भी नट। यहाँनिर के छ भी नट, यो यहाँनिर मल्टिप्लाई गऱ्यो भने हाम्रो के छ भी नट इन्टु टी प्लस 273 अपॉन 273 इज इक्वल टू भी। यानी कि हाम्रो यहाँबाट के आउँछ भोल्युमको मान आउँदैछ के का हिसाबले, यो एट अ कन्स्टेन्ट प्रेसर द भोल्युम अफ ग्यास इज इन्क्रिजेस और डिक्रिजेस बाय 1 अपॉन 270 of its volume at 0 degree Celsius for each degree Celsius rise or fall in temperature। यानी कि यो हिसाबले हामीले चार्ल्सको ललाई डिराइभ गर्यौं भने हामीले के गर्नुपर्छ त यहाँ तल हेर्यो भने हाम्रो के गर्नुपर्छ, हामीले यहाँ गर्दाखेरि भी नट यानी कि भी नट टी प्लस 273 अपॉन 273 इज इक्वल टू भी। अब हामीले भी लाई खोज्दाखेरि अब हामीले के चाहियो त भी, हामीलाई यतिसम्म थाहा भयो कि भी इज इक्वल टू हाम्रो के आयो भी नट इन्टु टी प्लस 273 अपॉन 273 और भी इज इक्वल टू हाम्रो के आयो त भी नटले मल्टिप्लाई गरिदियो भने हाम्रो के आउँछ भी नट इन्टु टी अपॉन 273 डिग्री प्लस भी नट इन्टु 273 अपॉन 273। अब यो 273 जान्छ, के बच्यो हाम्रो 1। अनि यो जस्ताको जस्तै भी इज इक्वल टू यसलाई अघि लेखिदिने भी नट प्लस टी बाई 273 इन्टु भी नट। यानी कि हाम्रो यहाँबाट एउटा के आयो, एउटा फर्मुला आयो जुन यही नै चार्ल्सले भन्नु खोजेको। यानी कि हाम्रो इनिसियल भ्याल्यु भी नट छ र हाम्रो इनिसियल टाइम टी नट छ र फाइनल भोल्युम हाम्रो भी एन्ड फाइनल टाइम इज टेम्परेचर इज टी छ भने हाम्रो के हुन्छ भने भी इज इक्वल टू भी नट प्लस टी अपॉन 273 इन्टु भी नट हुन्छ। यही फर्मुला हामीले डिराइभ गर्नुपर्छ। मलाई लाग्यो होला तपाईहरुले पक्कै नै बुझ्नु भएको होला। यदि तपाईले कमेन्ट गर्यो भने म यसको पीडीएफ पनि तपाईलाई सेन्ड गर्दिनेछु। अब लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, फलो गरिदिनु होला र सब्स्क्राइब गरिदिनु होला। हस्त।